आदरणीय दर्शकवृन्द नमस्कार। आम नेपाली टेलिभिजनको नियमित प्रस्तुति आम बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म सीता पोखरेल। बढ्दो समसामयिक राजनीतिक विषयवस्तु सडकदेखि सदनसम्म अहिले आम नागरिकका समस्या र असन्तुष्टिहरू पोखिएर गएका छन्। आवाजहरू नागरिकका चुलिँदै गएका छन्। सरकारप्रति लक्षित गरेर आन्दोलनहरू, सडक प्रदर्शन, भेला जुलुस, धरनाहरू अझै पनि बढ्दै गइरहेका छन्। सरकार गठन भएको 2 महिना पनि नपुग्दै आज सडकदेखि सदनसम्म यसरी जनजीवन तातिरहेको छ कि मानव वर्षौंदेखि यो अवस्था चाहिँ विद्यमान छ। यसरी जनताहरू आज सडकमा पोखिँदा र प्राकृतिक विपदका कारण, रासायनिक मलको अभावका कारण र दैनिकीसँग जोडिएका समसामयिक समस्या र असन्तुष्टिहरू चुलिँदा पनि आज सरकार मौन जस्तै बसिरहेको अवस्था छ। नागरिक स्वतन्त्रता, समानता, मौलिक हक र अधिकारका विषयमा लोकतान्त्रिक संस्कार र लोकतान्त्रिक पद्धतिको सरकार भएको अवस्थामा पनि आज सरकार उत्तरदायी र आफ्ना काम कारबाहीप्रति जिम्मेवार नबन्दा नागरिकका असन्तुष्टिहरू चुलिँदै गएका छन् र युवाहरू वितृष्णा भएर चाहिँ आज विदेश पलायन भइरहेका छन्। कति आत्मदाहका घटनाहरू पनि घटिरहेका छन्। आज आम नेपाली जनजीवन शान्ति सुरक्षाका कारणले पनि अलिकति असन्तुष्ट र निराश देखिएको छ। आज यसै वर्तमान समसामयिक विषयमा कुराकानी गर्न हामीसँग युवा प्रखर युवा नेता हुनुहुन्छ नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यज्यू। उहाँ आफ्नो राजनीतिक वृत्तमा र ललितपुर जिल्लामा एउटा स्पष्ट वक्ता र मैदानमा खटिरहने जुझारू र एउटा गतिशील नेताको रूपमा हामीमाझ चिर परिचित हुनुहुन्छ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ सर। धन्यवाद। आराम हुनुहुन्छ सर? एकदमै ठिक छ। हजुर म पनि आराम छु। यहाँको राजनीतिक यात्रा चाहिँ कहिलेबाट सुरु भयो भनिदिनुहोस् न। मेरो राजनीतिक यात्रा 2047 सालमा अनेरा सुरुको स्कुल कमिटीबाट राजनीतिक यात्रा सुरु भयो। हजुर। अनि यो नेकपा एमाले पार्टीसँग आबद्ध चाहिँ कसरी हुनुभयो? म 2047 सालमा अनेरा सुरु प्रारम्भिक कमिटीमा सङ्गठित हुँदै त्यहाँबाट तत्कालीन माले एमाले हुँदै म अगाडि बढेँ। म अनेरा सुरु किटिनी स्कुल प्रारम्भिक कमिटीमा पहिलो सङ्गठित भएँ। त्यहाँबाट अनेरा सुरुको इलाका, क्षेत्र, जिल्ला, बागमती अञ्चल अनि केन्द्रीय कमिटी, केन्द्रीय सचिवालय हुँदै म लामो समय अनेरा सुरुमा 2065 सालसम्म काम गरेँ भने यता नेकपा एमालेको म वडा कमिटीको सदस्य, वडा कमिटी तत्कालीन त्यतिखेर अध्यक्ष हुनुहुन्थ्यो, सचिव हुन्थ्यो, वडा कमिटी सचिव, इलाका कमिटी सदस्य, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको कार्यालय सचिव, जिल्लाको सचिव हुँदै म अध्यक्ष, अहिले दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएँ। खास गरी नेकपा एमालेको विद्यार्थी विशेष जिल्ला कमिटी भन्ने पनि हुन्थ्यो, त्यसभित्र पनि एक कार्यकाल मैले काम गरेँ। हजुर, यो राजनीति यात्रा यहाँको लामो अनवरत चलिरहेको अवस्था छ र यहाँले धेरै खालका आन्दोलनहरू पनि देख्नुभयो होला र यो भदौ 23 र 24 को आन्दोलनलाई फर्केर हेर्दा यहाँले कस्तो पाउनुहुन्छ? स्वाभाविक रूपमा राजनीतिक जीवनको लामो समय क्रममा आज फर्केर हेर्ने हो भने 35 वर्षको राजनीतिक जीवनमा निकै उतार चढावहरू बेहोरेको छु। व्यक्तिगत रूपमा पनि आरोह अवरोहहरू हेरेको छु, खेपेको छु। तर यतिखेर मुलुक चाहिँ जतिखेर 2082 साल भाद्र 23 र 24 गतेको विध्वंसात्मक जुन घटना घट्यो, त्यो 82 को त्यो घटनाक्रम सँगसँगै नेकपा एमाले अस्वाभाविक ढङ्गले निर्वाचनमा पराजय पनि हासिल गर्यो। त्यो पराजयसँगै नेता कार्यकर्ताको मनोबल पनि खसेको पाइयो। दोस्रो
पार्टीलाई नेकपा एमालेलाई माया गर्नेहरूको भरोसा गर्नेहरूको एउटा पंक्ति जुन थियो त्यो पंक्ति चिन्तित भएको पनि पाइयो। सँगसँगै यो 23 र 24 को घटना पछाडि मैले राजनीतिक जीवनमा यो 35 वर्षको कालमा मैले अहिले फेरि पनि भने राजाको सक्रिय शासनमा पनि नबेहोरेको राजनीतिक लिडरशिपले नेता कार्यकर्ताले दुःख उत्पीडन भोग्नु परेको अवस्था छ। हजुर, जस्तो यो भदौ 23 म तपाईलाई सन्दर्भ म जोड्दै थिएँ, जस्तो म तपाईलाई जोड्दै थिएँ। मैले यो सन्दर्भ किन जोडिरहेको छु भने जस्तो राजाको शासनमा यो गर्छ भन्ने पहिले क्लियर थियो नि त। जस्तो म लगायत हामी केही साथीहरूलाई चाहिँ तपाईको राजद्रोहको मुद्दा नै लगायो हैन। तर त्यतिखेर हामी चाहिँ तपाईको चाहिँ राजा र राज संस्थाप्रति ठाडो आँखाले हेर्न नसक्ने बेलामा पनि चाहिँ राजदरबार अगाडि त्रिचन्द्र कलेज अगाडि उभिएर रत्न पार्कमा उभिएर राजतन्त्रको साम्राज्यता कति भनेर हामी बहस गर्थ्यौँ, छलफल गर्थ्यौँ। तर आज यो मुलुकमा चाहिँ जनताको एक ढङ्गले विगतका सरकारले गरेका राम्रा कामहरूलाई जनताको बीचमा तत्कालीन सरकार पार्टीले कति लान सक्यो सकेन आफ्नो ठाउँमा छ। तर समाजमा सामाजिक सञ्जाल र मिडियाका मार्फतबाट नकारात्मक सन्देश प्रवाह गरेर भ्रम सृजना गरेर त्यो मस्तिष्कलाई नै एक ढङ्गले ह्याक गरेर तपाईको एउटा सरकार जुन बन्यो, सरकार बनिसके पछाडि त्यो सरकार निर्माणमा लागेका पंक्तिहरूले पनि आज निराश हुनुपर्ने अवस्था थियो। राजनीतिक कर्मी मात्रै होइन, हिजो यो सरकार निर्माणको निम्ति लागेको पंक्ति जसले अगुवा बनेर निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी बोकेर हिँड्यो, आज त्यो पंक्ति पनि उत्पीडन हुनुपर्ने अवस्था छ। समाजको तल्लो तहलाई जो गरी खाने वर्ग छ, गरी खाने जनता छ, त्यो माथि दमन सुरु भएको छ। चाहे करका नाममा, चाहे उसले आफ्नो राज्यले आफूले जे चाहे त्यो जनताले नबोल दिँदाखेरि दुःख उत्पीडन दिने अवस्था। मान्छे आज दिन दहाडै आत्मदाह गर्नुपर्ने स्थिति छ। आज दिन दहाडै बागमती महान फालेर मर्नुपर्ने भनेपछि यो अवस्था यहाँले कहिल्यै पनि फिल गर्नु भएको थिएन? यो तहको त फिल गरिएकै थिएन। तपाईँ भन्नुहुन्छ माओवादी द्वन्द्वको बेलामा पनि यो खालको आतंक थिएन, मान्छेमा डर थियो, त्रास थियो। तर त्यो बेलामा पनि यो खालको मान्छेमा तनाव आतंक थिएन। आज एउटा सरकारी कार्यालयका कर्मचारीलाई गएर तपाईँले सोध्नु भने पनि त्यो डर त्रासको वातावरण देखिन्छ। आज व्यापारीलाई तपाईँले व्यापार व्यवसायमा संलग्न, चाहे लगानीकर्ता साहुजी किन नहोस् अर्थात् काम गर्ने मजदुर किन नहोस्, उसको अनुहारमा पनि डर त्रास। अब के हुन्छ भएछ। यो अवस्था त कहिले पनि कल्पनै गरिएको थिएन। अब यस्तो अवस्थामा चाहिँ यो राष्ट्रपाको सरकार छ हैन, अहिले चाहिँ गणतन्त्र लोकतान्त्रिक व्यवस्था छ मुलुकमा, नागरिकको स्वतन्त्रता, बोल्ने हक अधिकार, प्रश्न गर्ने, आवाज उठाउने हैन, यो स्वतन्त्रता त नागरिकलाई छ नि। तर यो सरकार अब नागरिकको मुख पनि बन्द गराएर अगाडि बढिरहेको अवस्थामा कतिसम्म अगाडि बढ्छ भन्ने यहाँलाई लाग्छ? होइन, अब सरकार निर्माणका हिसाबले संसदभित्रको संख्याको हिसाबले त बाहिरबाट हेर्दा 5 वर्ष टिक्ने संख्या छँदैछ। बाहिरबाट हेर्दा झट्ट हेर्दा संख्याका हिसाबले। तर आम जनताको मनोभावनालाई बुझ्दियो भने
मनोभावनालाई बुझ्ने हो भने सरकारको काम गर्ने शैली, काम गर्ने तरिका जे देखिरहेको छ, सरकार लामो समय टिक्छ भन्ने कुरामै शङ्का उत्पन्न भइरहेको छ। मैले यसो भनिराख्दाखेरि किन, प्रश्न त त्यहाँभित्र छ नि त, किन यो अवस्था निर्माण भयो? सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री र भित्रको त्यो जुन क्याबिनेट छ, त्यो क्याबिनेट भित्रका मन्त्रीहरूको काम आफआफ्नो छ नि त। अर्थमन्त्रीको एउटा काम होला, शिक्षा मन्त्रीको एउटा काम होला, विभिन्न मन्त्रीका आफ्ना काम त छ नि। तर आज प्रधानमन्त्री साना काम पनि प्रधानमन्त्री कार्यालय र उसको वरिपरि रहेको एउटा कोर टिम अथवा बालेङ टिमले नहेरिकन त्यो अगाडि बढ्ने अवस्था छैन, मन्त्रीहरूले काम गर्न सक्ने अवस्था छैन। अब प्रमुख प्रतिपक्षी दलको रूपमा नेकपा एमाले योभन्दा अगाडि चाहिँ पहिलो दल पनि थियो, दोस्रो दल पनि थियो। यति ठुलो दललाई प्रहार भदौ 23-24 पछाडिको एमाले पार्टीलाई यति प्रहार सामाजिक सञ्जालमा यहाँहरूले कति भोग्नुभयो, देख्नु पनि भयो होला र कति क्षति बिहोर्नु भयो। स्थानीय तहको नेता, जिल्लाको नेता, यहाँले पनि त्यो प्रत्यक्ष आफैले पनि भोग्नु भयो होला कि केही यहाँको अनुभवलाई पनि होइन। अब एउटा राजनीतिक दलमाथि प्रहार हुनु भनेको त हामीले अरू धेरै उदाहरण हेर्नु पर्दैन। हाम्रो समाजमा एउटा फलेको चाहिँ आँपको बोटमा सबैले ढुङ्गा हाल्छ, नफलेको बोटमा ढुङ्गा त हाल्दैन। एमाले पार्टी कार्यकर्ता परिचालनको हिसाबले, विचारका हिसाबले, दृष्टिकोणका हिसाबले यो भएका पोलिटिकल पार्टीहरूमा सबभन्दा चाहिँ अगाडि छ। अब एमालेलाई कमजोर नबनाइकन यो मुलुकलाई कमजोर बनाउन सकिँदैन भन्ने जसले सोचिरहेका छन्, जुन शक्तिले सोचिरहेको छ, त्यो पङ्क्तिले एमालेमाथि प्रहार गर्नु स्वाभाविक थियो। किनभने एमाले कमजोर नबनाइकन नेपालको राष्ट्रियतालाई कमजोर बनाउन सकिँदैन। एमालेलाई कमजोर नबनाइकन यो मुलुकलाई तहस नहस गर्न सकिँदैन। उनीहरूको योजना छ, उनीहरूको प्री प्लान छ। उनीहरू एक ढङ्गले नेपाललाई ध्वस्त बनाउन चाहन्छन्, सिद्ध्याउन चाहन्छन्। उनका गतिविधिले पनि त्यही कुरो पुष्टि गरेको छ। उनीहरूका गतिविधिले पनि हेर्नुहोस् त, मुलुकको प्रधानमन्त्री रोस्टममा उभिएर के बोलिरहेका छन् भन्दा नेपालले भारतको सीमा मिचिरहेको छ। यो प्रधानमन्त्रीले बोल्ने बोली हो, प्रधानमन्त्रीले बोल्ने बोली हो। एकातिर यो छ, अर्कोतिर तपाईको मुलुकको गृहमन्त्रीमाथि प्रश्न उठ्यो। तर त्यो प्रश्नको उत्तर जनताले पाएको छैन। तर गृहमन्त्री पुनः भएर आइसक्नु। के कारणले हिजो हटाइयो, के कारणले पुनः फेरि पुनर्बहाली गरियो? हिजो उठेका प्रश्नहरूको उत्तर के हो त? आजसम्म बाहिर कसैले पाउनु भएको छैन। तपाईँले पाउनुभयो? मलाई लाग्छ मिडियाले पनि पाउनु भएको छैन। मिडियाले नपाइसके जनताले के पाउनुभयो? मिडियालाई पनि त संकुचित गर्ने अवस्था, त्यो त अवस्था छँदैछ। आफू अनुकूलको निर्णय हुँदा, आफू अनुकूलको कुरो बोलिदिँदा त्यो राम्रो भयो। होइन भने मिडियाको मुख थुन्नको निमित्त मिडिया हाउस अगाडि ल्याएर तपाईँको चाहिँ अवरोध खडा गरिएको कुरा, यो कुरा मिडियाले जसरी बोल्नुपर्ने थियो आज तपाईँहरू पनि बोल्न सकिरहनु भएको छैन, डराइरहनु भएको छ। अन्यायका विरुद्ध, अत्याचारका विरुद्ध त बोल्नु पर्यो नि त। आज बोल्न डराइरहनु भएको छ। र नेकपा एमाले यो गलत तौर तरिका रवैयाका विरुद्ध हिजो पनि थियो, आज पनि छ, भोलि पनि हुनेछ। अब यो अवस्था यहाँसम्म आइपुग्नको लागि तपाईँहरू पनि एउटा प्रमुख प्रतिपक्षी दलको युवा नेताको जिम्मेवारी पनि त होला नि त, यहाँसम्म आइपुग्नको लागि त। होइन, तपाईँले उठाएको प्रश्नमा बाहिरबाट झट्ट हेर्दा नेकपा एमाले हिजो सरकारमा थियो।
यो सब जसको जिम्मेवारी नेकपा एमाले पनि लिनुपर्छ भन्ने कोणबाट तपाईँले प्रश्न उठाउनु स्वाभाविक हो। एउटा भाष्य त खडा गर्न खोजिएको थियो नि, यो 35 वर्षमा केही हुन सकेन भनेर जुन ढङ्गले भाष्य निर्माण गर्न खोजिरहेछ तर यथार्थमा त्यो त होइन नि त। यथार्थमा त्यो त होइन, त्यो होइन भन्ने कुरा मैले आज बोलिरहनु परेन। तपाईँले तपाईँको मिडियाको अर्काइभ पल्टाएर हेर्नुहोस्। आज यही चाहिँ हिजो भएन भनेर प्रश्न उठाउने यही क्याबिनेटका अर्थमन्त्रीले पहिला यो भएको थियो, बाटो यति बनेछ, यसो भएछ, उहाँले बोलिसक्नु भएन। हिजो भएन भनेर प्रश्न उठाउने शक्ति आज हिजो भएको रहेछ बोल्न थालिसक्नुभयो। भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आशय भने सत्ता प्राप्ति नै हो त, सबैलाई गिराउने। रासपा सिङ्गो रासपालाई नै म भन्न सक्दिनँ, म भन्दिनँ। उसको सत्ता केन्द्रित कुरा मात्रै म जोड्न चाहदिनँ। सत्तामा पुग्ने कुरा मात्रै प्रधान हुँदै भएन के यहाँ त। उनीहरूको एउटा मकसद छ, एउटा शक्तिको एउटा मकसद छ। त्यो मकसद के हो भने यो नेपाललाई कमजोर बनाइदिने, नेपाल स्वतन्त्र रूपमा कुनै कुरा पनि निर्णय गर्न नसकोस्, नेपाल अरूबाट परनिर्भर भओस्, नेपालले कुनै पनि निर्णय आफैले गर्न नसकोस्। साँच्चै हो यो कुरा? साँच्चै भन्दैछु त म तपाईँलाई। नत्र किन चाहन्छन् उनीहरू आफ्नै देशलाई? आफ्नो स्वार्थ पुरा नहुने भएको कारणले गर्दा नेपालले विश्व सामु प्रश्नसँग कुरा त राख्यो त, प्रश्नसँग कुरा त राख्यो। चाइना र भारतको बीचमा लिपुलेखको विषयलाई हेर्ने विषयको सन्दर्भमा जुन धारणा बन्यो, लिपुलेखको बारेमा धारणा बनाइराख्दाखेरि, कालापानीका बारेमा धारणा बनाइराख्दाखेरि नेपाललाई बाहिर राखेर त्यो विषय छलफल हुन सक्दैन। त्यो नेपालको विषय हो। विश्व सामु त प्रष्ट कुरा राख्यो नि त। त्यो नेपालको भूमि हो। जुन कुरा कसलाई पचेन, छिमेकी राष्ट्रलाई पचेन। त्यति मात्रै होइन, कुरा त्यति मात्रै सीमित छैन। हिजो संसदबाट नेकपा एमालेको नेतृत्व, सरकारमा नेतृत्वले बोल्यो देश सानो हुन सक्छ, देश ठुलो हुन सक्छ, तर राष्ट्रको हिसाबले ठुलो र सानोको हैसियत बराबर, राष्ट्र प्रमुखका हिसाबले ठुलो र सानोको बराबर हो भनेर कसले बोल्यो? एमालेले बोल्यो। बलिया शक्ति राष्ट्रहरूलाई आँखा जुदाएर कुरा गर्न थालिसके पछाडि, उसको इच्छा भन्दा फरक ढङ्गले जान खोजिसके पछाडि एउटा तानाबाना बोलियो। त्यसो शिकार तपाईँ हामी आज देश कता जाँदैछ तपाईँ हामीले देखिरहेको छौँ। हिजो सुकुम्बासीलाई खोलाको किनारमा समस्या भयो भनेर उठाएर कहाँ लग्यो? होल्डिङ सेन्टरमा राखियो। आज त्यो होल्डिङ सेन्टर पानीमा डुबिरहेको छ। कतिका स्कुल छुटेका छन्, स्कुल छुटिरहेको छ, कति विद्यालय जान बन्द भएको छ, कतिपय त्यही बसेर वरपरको कामहरू गरिरहनु भएको साना ठुला त्यो काम छुटेको छ। खानी अन्न छैन, भएको लत्ता कपडा जम्मै पानीमा डुबेको छ। भाडामा घर खोज्न जाउँ, पत्याउँछ दिने पैसा छैन। त्यो लालाबाला डोराएर कहाँ जान्छ? बिरामी छ, असहाय छ, अशक्त छ। एकातिर यो अवस्था छ, अर्कोतर्फ राज्यले गरिबलाई त राहत दिनुपर्ने हो नि त। तपाईँ 50 युनिट विद्युत बाल्ने गरिबले बाल्छ होला नि त, 100 युनिट विद्युत कसले बाल्छ?
अनि आज त्यो विद्युतमा कर भनिएको छ, थोपर दिएको छ। अस्पतालमा बिरामी भएर जाउँ त्यही कर थोपर दिएको छ। हिजो अघिल्लो सरकारले स्वास्थ्य बिमा लागू गरेको थियो, 1 लाखसम्मको उपचार गर्ने अवस्था निर्माण भइरहेको थियो। आज 3500ले 1 लाख उपचार गर्न सकिँदैन भन्दैछन् अर्थमन्त्री। हिजो अघिल्लो सरकारले त्यही 3500ले 1 लाखको उपचार गर्न सक्ने आज सकिँदैन भन्दैछ। धनी वर्ग धनाढ्य वर्ग आज सत्तामा शासक भएर बस्दाको परिणाम त्यति मात्रै पनि छैन। अब हेर्नुहोस्, अब त्यसमाथि व्यापार व्यवसाय गर्ने भएको विद्युतमाथि पनि 13% करकै कुरो छैन। यसो मैले भनिराख्दाखेरि फेरि राजसभाका मित्रहरूले मेरा विरुद्ध टोल बनाउन सक्नुहुन्छ। एउटा कुरा, कर नतिरिकन देश कहाँबाट बन्छ भन्न सक्नेले तिर्ने, सक्नेले तिर्ने, नसक्नेले कहाँबाट तिर्ने? तिर्नुपर्छ। ट्याक्स नतिरी बन्दैन, तर कुन तहसँग कसरी उठाउने त्यो छैन। आज संसदले पास गरेको चिजलाई प्रधानमन्त्रीले आफ्नो फेसबुक सामाजिक सञ्जाल मार्फत यो लिनु बेठिक थियो भनेर बोलिरहेका छन्। कस्तो गैर जिम्मेवार उहाँहरूको मिडिया भने फेसबुकै हो, अरू मिडिया पनि उहाँहरू कस्तो ढङ्गले मुलुक चल्दैछ, सरकार कसरी चल्दैछ। आज निर्णय गर्यो, भोलि के सनक चल्छ, त्यो सनक कहाँबाट चल्छ, के खाएर चल्छ, के तानेर चल्छ कि के गरी चल्छ मलाई थाहा छैन। गुड फ्राइडेले चल्छ कि अथवा केले चल्छ मलाई थाहा छैन। तर त्यो सनकको भरमा संसदले पास गरेको चिज सनकको भरमा फेसबुकमा वक्तव्य आउँछ अनि बुझ्ने के, जनताले बुझ्ने कसरी? तपाईँ सन्तुष्ट हुनुहुन्न अहिलेको यो अवस्था देखेर? कसरी सन्तुष्ट हुने ठाउँ छ मलाई भनिदिनुहोस् त। आज एउटा नेपाली कसरी सन्तुष्ट हुने अवस्था छ? कहाँ जाँदा चाहिँ राम्रो? हिजो सबैले भन्नुहुन्थ्यो अब बालन सरकार आए पछाडि राजसभाको सरकार आएपछि शेयर बजार राम्रो हुन्छ भन्नुहुन्थ्यो। आज हेर्नुहोस् त्यही तहस नहस छ। राम्रो हुन्छ त भन्नुहुन्थ्यो नि, तहस नहस छ। शिक्षा क्षेत्र हेर्नुहोस् तहस नहसै छ। उद्योग व्यवसाय हेर्नुहोस् तहस नहसै छ। युवाहरूमा फ्रस्ट्रेसन कति? युवामा फ्रस्ट्रेसनको कुरा त तपाईँ तुलना गर्ने हो भने हिजो के भन्नुभयो? विदेश पलायन रोक्नको लागि चुपचाप घन्टीमा छाप भन्नुभयो हो नि हिजो भनेको। अब विदेश जानु पर्दैन, विदेश जानु पर्दैन, विदेशमा भएकालाई 100 दिनभित्र यहीँ ल्याउँछु भन्नुभयो नि, हो नि? मैले गलत त भनेको छैन नि, उहाँले भन्नुभएको त्यही हो नि। अब विदेश जानु पर्दैन, 100 दिनभित्र विदेशमा भएकालाई यहीँ ल्याउँछौँ भन्नुभयो। तर आज एयरपोर्टमा गएर तपाईँ बस्नुहोस् त, रेकर्ड पल्टाएर हेर्नुहोस् त, हिजो र आजको तुलनामा झन् बढी त आज नै विदेश गइरहेको छ त। अन्तर के भयो त? अन्तर के भयो त? एउटा चाहिँ के छ भन्नु होला भने यो सरकारले नाटक चाहिँ गर्न जान्दछ। जस्तो एउटा उदाहरण तपाईँलाई भनौँ, अरू म धेरै भन्दिनँ, तपाईँलाई म एउटा चिज मात्रै देखाउँछु। अघिल्लो सरकारले अब यहाँ मान्छेले चाहिँ नाटक पनि पत्याउँछन् कति भन्ने कुरो, बागमती प्रदेश सरकारको चाहिँ यातायात मन्त्री प्रेमभक्त महर्जन यातायात मन्त्री भइसके पछाडि यो नागरिक एपमा हाम्रो चाहिँ यो सवारी अनुमति पत्र यसरी आउने व्यवस्था गर्छ। थाहा छ नि तपाईँहरूलाई? गरे हो नि? गरेको कसले? उहाँले नि गरे। प्रेमभक्त महर्जन यातायात मन्त्री भइसके पछाडि यो नागरिक एपमा यो आउने अवस्था उहाँले सुरु गर्नुभएको। लाइसेन्स हेर्नुहोस् है, म तपाईँलाई घट्टा भन्दै परिचय पत्र छापेर यो के अरे लाइसेन्स चाहिँ छापेर नै दिन सकेका थिएन।
तर आज नाटक के गरियो भन्नु होला भने यसलाई नै प्रिन्ट गरेर वितरण गरिएको छ। यो आउने अवस्था पहिल्यै भइसकेको छ नि, मात्र यो चिप्स राखेर कार्ड दिन खोजिएको होइन कि। अब एउटा नाटक मिडियामा के गरियो भने आज जाने बित्तिकै भोलिपल्ट चाहिँ नि लाइसेन्स आउँछ भनेर नाटक गरिएको छ। एउटा सरकारले सुरु गरिसकेको चिज हो त्यो। एपमा आउने अवस्था भोलिपल्टै एपमा आउने अवस्था बनाइसकेको हो। तर चर्चा परिचर्चा आज के गर्दैछ? यो सरकार आउने चेन्ज भएको रहेछ, मिडियाबाजी भइरहेको छ। तर चिप्स राखेर दिएको त होइन, त्यो कार्ड प्रिन्ट गरेर दिएको। त्यो हल्लाको पछाडि तपाईँ हामी सबै दौडिरहेका छौँ कि। फाउन्डेसन केपी शर्मा ओली नेतृत्वको सरकारले गर्यो, आज बेनिफिट त्यसको प्रोफिट चाहिँ उहाँहरूले लिइरहनु भएको छैन। ल हेर्नुहोस् न, त्यही कुरालाई आधार बनाउने हो भने पनि अघिल्लो केपी शर्मा ओलीको सरकारले अस्ति गएको अघिल्लो दशैंमै यो नागढुङ्गा सुरुङ मार्ग खुलाउने भनेको थियो होइन? थियो कि थिएन? रेट पनि सार्वजनिक गरिसकेको थियो नि। कि म गलत छु? म गलत पक्कै छैन भन्ने लाग्छ मलाई। त्यतिखेर चाहिँ नि दशैंमै खुलाउने भनेर योजना बनाउनु भएको थियो। 22-23 को विध्वंसात्मक घटना घट्यो, नयाँ सरकार बन्यो, चुनाव भयो, फेरि अर्को सरकार बन्यो, आजसम्म चलेको छ। आजसम्म चलेको छ, 1 वर्ष हुन आँट्यो। लगत्तै 1 महिना पछाडि खोल्न सुरु गर्न आँटेको सुरुङ मार्ग आजसम्म खुलिएको छैन। अनि हामीले पत्याइदिनु पर्ने, हामीले सुनिदिनु पर्ने, रमाइदिनु पर्ने, जे भन्दा पनि कति दिन। अब यो अस्थिरता कहिलेसम्म हो त फेरि? अस्थिरता त यो अब यही ढङ्गले अगाडि बढ्ने हो भने नयाँ जनादेशको लागि जानुको विकल्प छैन। जनताहरू आज आफ्नो टाउकामा हात राखेर निरा खोकिरहेको अवस्था छ। कस्तो दिनमा कुन भ्रममा परेर भोट हालिएछ भन्न थाल्नु भएको छ। विडम्बना। त्यही पनि त उहाँहरूको त सपोर्ट गर्नै पर्यो नि तपाईँहरूले, स्थानीय नागरिकदेखि लिएर उहाँहरूका मुद्दा। जनताका आज पनि तपाईँलाई भनौँ, जनताका सानादेखि ठुला कामका सन्दर्भमा आज पनि कुनै समस्या पर्यो भने पब्लिक राष्ट्रपाको घरमा पुग्दैन के, आज पनि हाम्रै घरमा आइपुग्छ। तपाईँकै घरमा यसले चाहिँ केही गरिदिन्छ, यसले चाहिँ बोलिदिन्छ, मलाई अप्ठ्यारो परेको ठाउँमा यसले चाहिँ बोलिदिन्छ भनेर तपाईँका 2टा क्यामेरा लिएर एकपटक मेरो जिल्लाभित्रकै 4वटा पार्टीका नेताको घरमा गएर क्यामेरा नदेख्ने गरी तेर्स्याउनुहोस् त, जनताहरूको चाहिँ कसो घरमा आएर समस्या पोख्न आउँदो रहेछ हेर्नुहोस् त। आज पनि सरकारमा हुँदा पनि नहुँदा पनि बिहानदेखि बेलुकासम्म जनताको काममा नेकपा एमाले नै छ। सुख दुःखमा एमाले छ। भ्रममा पर्नुभयो, भ्रमजालमा पर्नुभयो यो पटक। यसको अर्थ के हो भने एमाले कमजोर भएको होला, संसदीय अङ्कगणितमा एमाले कमजोर भएको होला, जनताको मन मस्तिष्कमा एमाले कमजोर भएको छैन भन्नु सकिन्छ। एउटा घटनाक्रमले हामी पछाडि पऱ्यौँ, एउटा घटनाक्रम हामी अगाडि बढ्छौँ, हामी ढुक्छौँ। तपाईँको केन्द्रीय अध्यक्ष तपाईँको पार्टीको केपी शर्मा ओलीलाई पनि राति 24 घण्टामा भित्रै सरकार बनेको पक्राउ गरियो र पछि छाडियो। र तपाईँकै पार्टीको अर्का उपाध्यक्ष विष्णु पौडेललाई पनि एउटा कार्यक्रमबाट होइन, त्यहाँ कार्यक्रमबाट अकस्मात माइक्रो चढाएर ल्याइयो, फेरि आज चढाएर उहाँ कार्यक्रम हिजो राजधानी प्रदेश कमिटीको कार्यक्रममा हुनुहुन्थ्यो है। तपाईँको अध्यक्ष उपाध्यक्षलाई यसरी पक्राउ गरिने र प्रमाणित नभइसकेपछि फेरि छाडिदिने होइन, यो स्टन हो के। यो तपाईँलाई म अघि स्टन हो। हामी पहिला एउटा खान्थ्यो नि, नाङ्लो बजाएर कुनै हात्ती तर्साउने भन्थ्यो, एउटा चाहिँ छोरी कुटेर बुहारी तर्साउने भन्ने एउटा आख्यान थियो। बेल खान्छ खाँदैन आफ्नो गाउँमा।
एमालेको नेता त समातिनी भइयो नि, अब तिमीहरूलाई भनेर तिमीहरू मैले भनेको मान्छौ कि हामीले भने अनुसार हिँड्छौ कि भनेर तर्साउन खोज्यो। नबिराउनु न डराउनु। किन डराउनु पर्यो? एमाले के गल्ती गरेको छ र डराउनु पर्यो? एमाले जनताको पक्षमा बोलेको छ, किन डराउनु पर्यो? एमाले जनताको पक्षमा काम गरेको छ, किन डराउनु पर्यो? एमाले देश बन्छ भनेको छ, किन डराउनु पर्यो? एमाले देश बनाउँछ, किन डराउनु पर्यो? यदि कमजोरी भएको छ भने त कारबाही गरे भइगयो। हामीले भनेकै छौँ तपाईलाई कसको मन लाग्छ एमालेको नेताको फाइल खोल्यो, हामी सहयोग गर्छौँ, चुनौती दिन्छौँ, तर गलत ढङ्गले फसाउन चाहिँ भएन क्या। फसाउन चाहिँ भएन, फसाउन त खोजेको हो नि त, नियोजित रूपमा फसाउनु भएन। एमाले फस्दैन, गलत गरेकै छैन। गलत गरेको छ भने कारबाही हुनु पर्यो। हामी त भनिरहेको छौँ यो कुरा। कसैले दम्बका साथ गर्वका साथ भन्न सक्छ, हामी भन्न सक्छौँ एमाले गलत गरेको छ भने कारबाही गर्नु पर्यो, हामी भन्छौँ। तर हाम्रो नेतृत्वले जान नियत बस कमजोरी गर्नुभएको छैन। हामी त्यो चाहिँ ढुक्क सारा भन्न सक्छौँ। प्रमाणित पनि भयो त। अध्यक्षलाई समात्यो, छोड्नुपर्ने अवस्था निर्माण भयो। उपाध्यक्षलाई समात्यो, छोड्नुपर्ने अवस्था निर्माण भयो। देखिरहेको छ त। कमजोरी व्यक्तिले छोड्दैन थियो नि त। त्यो भएको कारणले गर्दा हामी नेकपा एमाले विचलित छैनौँ। अब चुनाव ताका घर दैलोमा जाँदा चाहिँ तपाईँहरूलाई चाहिँ एउटा मासु भात, एमालेका कार्यकर्ताहरू घर दैलोमा जाँदाखेरि तपाईँ मासु भात आयो भनेर धेरै ठाउँमा झगडा पर्या पनि देखियो तपाईँहरूको। त्यही झगडा पर्या मासु भात भनेकै कारण चाहिँ ललितपुर गोदावरीका तपाईँकै जिल्लाका एकजनालाई चाहिँ साइबर क्राइमको मुद्दा लगाइयो है। त्यस्तो मासु भात भनेर एउटा चाहिँ उपमा दिएर तपाईँहरूलाई चाहिँ यसरी चाहिँ बदनाम गर्न खोजियो। यसलाई के भन्नुहुन्छ? धेरै यस्तो विषयमा प्रवेश गर्नु आवश्यकै ठान्दिनँ म। हेर्नुहोस्, उत्तर दिन आवश्यकै ठान्दिनँ। अब मासु भात नखाने को छ र? अस्ति तपाईँले हेर्नु होला चितवनमा कति चाहिँ क्विन्टल चाहिँ मासु गयो भनेर आइरहेको थियो। खान त सबैले खाँदो रहेछ नि त। एमाले कार्यक्रम मात्रै मासु भात खाने होइन रहेछ, रासपाको मात्रै खाँदो रहेछ। खाना त रासपाको पनि खाँदो रहेछन्। त्यो भएर खाने म यस्ता सामान्य कुरातिर म प्रवेशै गर्दिनँ। के छ भने म एउटा कुरो के भन्छु भने खाना सबैले खान्छ। खाना भन्ने चाहिँ अरू भन्ने छैन, सबैले खान्छ नि। तपाईँले पनि खानुहुन्छ, म पनि खान्छु, अर्कोले पनि खान्छ नि खानेकुरा। अब नियत बङ्ग्याएर तपाईँले खाएको भातको फोटो खिचेर मासु भातै बनाइदिनुहुन्छ, त्यो किन गरिरहनु भएको छ भन्नुहोला भने एउटा के गर्दा बिग्छ। मिडिया अहिले के भयो भन्दा डलरको पछि लाग्यो। युट्युबहरू अहिले के भयो भन्दा डलरको पछि लाग्यो। अहिले हुँदा हुँदा मिडिया युट्युब मात्रै होइन, हरेक व्यक्तिको यो मोबाइल मोनिटाइज भएको छ। यो अहिले सामाजिक सञ्जाल सबैका त्यो पैसाको पछाडि मान्छे दौडिरहेको छ, डलरको पछाडि मान्छे दौडिरहेको छ। कुन सत्य, कुन झुट, कुन प्रचार गर्न हुने, कुन नहुने सबै अहिले गरेर मान्छेहरूको दिमागमा भ्रम यसलाई यो समाजलाई गलत बाटोमा लाने कुरा यहाँबाट भइरहेको छ। अब तत्काल यसलाई निगमन नगर्ने हो भने, यो बारेमा सरकार गम्भीर नहुने हो भने यो मुलुक एउटा भड्कालो हुन्छ। अब यहाँको आफ्नै जिल्लाको कुरा गरौँ। ललितपुरमा यो विकासको लागि, जिल्लाको विकासको लागि र एमाले पार्टीले एउटा संगठन विस्तारको लागि अहिले के काम गरिरहेको छ? होइन, विकासको लागि त स्वाभाविक रूपमा अहिले भएका स्थानीय तहले आफ्नै योजना अगाडि सारेको छ। प्रदेशले पनि विकासका योजना अगाडि सारेको छ। ललितपुरको हकमा सङ्घीय सरकारले त्यति धेरै ध्यान दिन सकेको छैन। जित्न त 3-3 चाहिँ मान्यहरू राष्ट्रपाबाट जित्नु भएको छ। अब राष्ट्रपाभित्र बलियो उपस्थिति पनि छ उहाँहरू नेताहरूको। तर सङ्घीय सरकारले जति ध्यान दिनुपर्ने बजेटमा त्यति ध्यान दिन सकिएको छैन। तपाईँलाई थाहा छ ललितपुर चाहिँ एक ढङ्गले भन्ने हो भने दोस्रो कर्णालीको रूपमा चिनिन्छ। दक्षिण ललितपुर दोस्रो कर्णालीको रूपमा चिनिन्छ। अब अघिल्लो सरकारले हालेको बजेट पनि तपाईँको बाटोमा हालेको बजेट पनि बिचमा आएर बजेट काट्दिने काम हो।
होइन कहिले त्यो सडकलाई प्रदेशले हेर्छ भन्छ कहिले सङ्घले हेर्छ भन्छ आज एउटा निर्णय गर्छ भोलि अर्को निर्णय गर्ने अवस्था निर्माण भइरहेको छ सरकारले ध्यान पुर्याउन त सकेको छैन हामी अहिले चाहिँ नि एमाले माग्ने ठाउँमा छ दिने ठाउँमा छैन हामी अहिले बजेट माग्ने ठाउँमा छौँ धेरै जसो बजेट माग्ने ठाउँमा छौँ हामीले चाहिँ के भनिरहेका छौँ भनेदेखि कम्तीमा पनि जनताको दैनिकीलाई सहज बनाउने ढङ्गले विकास त्यो दुर्गम भनेर चिनिने ललितपुरलाई सुगम बनाउनको निमित्त ध्यान दिनु पर्यो एकातिर यो भन्दैछु अर्कोतिर एमाले स्वाभाविकमा आफ्नो सङ्गठनात्मक काममा अगाडि बढिरहेको जागरण अभियान होइन सङ्गठनात्मक काममा हामी अगाडि मिसन जागरण अभियान पनि स्वाभाविक रूपमा अहिले हामी हिजोको परिणामले जनताको चाहिँ मतका हिसाबले चाहिँ कतै एमालेको जनतासँगको सम्बन्ध टुटेको हो कि टाढा भएको हो कि भन्ने भान बाहिर परिरहेको छ त्यो टुटेको जनसम्पर्कलाई कायम गर्ने कुरामा अलिकति चाहिँ हामी जनताको बिचमा गइरहेका छौँ उहाँहरूले चाहिँ भनि पनि रहनुभएको छ त्यो पनि म टाढा वडाहरूमा म पुगेको थिएँ उहाँले भन्दै हुनुहुन्थ्यो हिजो गलत गरिएछ पुरुषोत्तम भाइ कतिले पुरुषोत्तम भाइ हिजो गलत गरिएछ भन्नुभयो कतिले चाहिँ होइन अध्यक्षज्यू हामी पनि भ्रममा परिएछ पहिला एमालेलाई नै भोट हाले यो पटक भ्रममा परेर भोट हालिदिएछ यसपालि चाहिँ गल्ती गरिएछ अब स्थानीय तहमाको निर्वाचनमा प्रदेशको निर्वाचनमा चाहिँ एमालेमा भोट हाल्छौँ हामी भ्रममा परेछ माफ गर्नु होला समेत भन्नुभयो एकजनाले हात जोडेर अनि मैले उहाँ आफैलाई अप्ठ्यारो फिल भयो हात जोडेर माफ गर्नु होला भन्दाखेरि आफै अप्ठ्यारो फिल पनि हुँदो रहेछ होइन त्यस्तो अवस्था पनि आज त्यो देखिँदैछ हामी जनताको बिचमै गइरहेका छौँ जनताहरूले चाहिँ हामीलाई जुन हिजोको अवस्थामा सम्मान कुराकानी गर्नु अहिले पनि त्यो कुरा निरन्तर छ अब यो अन्तिममा छौँ हामी यो राजनीतिमा लागेका युवा र राजनीति प्रति निराशा व्यक्त गरिरहेका समग्र नेपाली युवाहरूलाई आजको आम बहस मार्फत के सन्देश दिन्छ मैले युवाहरूलाई यो देश निर्माणमा स्वाभाविक रूपमा युवाहरू नलाग्ने हो भने चाहिँ देश बन्न सम्भव छैन तपाईँलाई म भनौँ आज अरू धेरै परको उदाहरण मैले मेरो ललितपुरकै कुराकानी गर्दा हुन्छ तपाईँ हाम्रो टोल छिमेकमा युवा उमेर समूहका अर्थात् +2 सिद्ध्याएका डिग्री पढेका कति विद्यार्थी बाँकी छन् मलाई भन्नु आज सबै अवसरको निमित्त कहाँ गइरहनु भएको छ विदेश कोही अध्ययनको क्रममा गइरहनु भएको छ कोही कामको क्रममा युवाहरू सब विदेशी अवस्था निर्माण भइरहेको छ देश सञ्चालन उहाँहरूले पठाएको रेमिटेन्सबाट देश सञ्चालन हुने अवस्था निर्माण भइरहेको छ अब राज्यले त्यो युवालाई केन्द्रित भएर योजना निर्माण गर्नुपर्छ साना लगानीहरू उहाँहरूलाई गर्ने अवस्थाको निमित्त उहाँहरूलाई लोनको व्यवस्था तर आज यो सरकार साना किसानलाई हेर्ने भन्दा पनि 2 करोडभन्दा माथि लगानी भएकालाई मात्रै लोनको कुराकानी गरिरहेको छ यिनका कुराकानी गरिरहेको छ हामीले यो बारेमा युवालाई नेकपा एमाले युवालाई सङ्गठित गर्दै युवाहरूलाई नै हस्तान्तरण गर्दै अगाडि बढाइरहेको छ तपाईँलाई थाहा छ ललितपुरमा पनि अघिल्लो पटक पनि हामीले जनप्रतिनिधि उठाउने कुराको सन्दर्भमा पनि स्थानीय तहमा हामीले युवाहरूलाई नै धेरै अगाडि सारेका छौँ तपाईँलाई थाहा छ त्यो कारणले गर्दा म नेकपा एमालेको ललितपुरमा युवालाई अगाडि बढ्ने युवाहरूलाई प्रोत्साहन गर्ने कुरामा हजुर हजुर आजको व्यस्तताका बावजुद पनि यस आम बहसमा आएर आफ्ना विचारहरू राखिदिनु उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय दर्शक धन्यवाद मेरो तर्फबाट पनि तपाईँलाई खास गरी नेकपा एमाले ललितपुरको अध्यक्षको रूपमा अथवा मेरो तर्फबाट व्यक्तिगत रूपमा पनि चाहिँ केही कुराहरू जनताको बिचमा पस्किने मौका तपाईँले दिनुभयो त्यो अवसरको लागि म खास गरी सीताजी मार्फत यो मिडियालाई धन्यवाद पनि दिन चाहन्छु र हामी चाहिँ यो पङ्क्तिले अब हामीले तपाईँ मिडियाले पनि हामीले पनि
अब बोल्नुपर्छ। अब पनि बोलिएन भने ढिलो हुन्छ। सरकार सही बाटोमा हिँडिरहेको छैन। यो सरकारलाई सही ट्र्याकमा ल्याउनको निमित्त मिडियाले पनि बोल्नुपर्छ, अब हामीले पनि बोल्नुपर्छ, जनताले पनि अब बोल्न सुरु गर्नुपर्छ भन्ने कुरा तपाईँको मिडिया मार्फत राख्न चाहन्छु। आदरणीय दर्शकवृन्द, आज हामीसँग हुनुहुन्थ्यो नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष, युवा प्रखर नेता, संगठन विस्तारमा जो चाहिँ जुझारु र एउटा गतिशील नेताको रूपमा चिरपरिचित हुनुहुन्छ पुरुषोत्तम आचार्यज्यू। उहाँले राजनीतिमा युवा सहभागिता र वर्तमान समसामयिक विषयको एउटा युवाहरूमा देखिएको निराशालाई चिर्नका लागि आफ्ना भनाइहरू राख्नुभयो र हामीले घनीभूत रूपमा त्यसमा छलफल पनि गरेका छौँ। र आजको बहस कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै नयाँ विषयवस्तु र नयाँ अतिथिका साथ फेरि पनि अर्को कार्यक्रममा हामी उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोला र आम नेपाली टेलिभिजन हेर्दै जानुहोला। नमस्कार।